एसआइपी भनेको आखिर के हो? विदेशमा काम गरिरहनु भएका धेरै साथीहरूको मनमा यो प्रश्न उठ्छ, राइट? साथीहरू, हामी विदेश आउँदा केही समयको लागि भनेर आउँछौँ, तर बस्दै जाँदा वर्षौँ बित्छ, तर हाम्रो एकाउन्टको ब्यालेन्स खासै बढेको हुँदैन, राइट? स्यालेरी आउँछ, घर खर्च चल्छ, फ्यामिलीको जिम्मेवारी पुरा हुन्छ, लोन तिरिन्छ, अनि फेरि लाइफ त्यही साइकलमा घुमिरहन्छ, राइट? साथीहरू, हामी विदेश कमाउन मात्र आएका होइनौँ, आफ्नो फ्युचर पनि बनाउन आएका हौँ। त्यसैले आफ्नो कमाइको थोरै हिस्सा भए पनि एसआइपी जस्तो इन्भेस्टमेन्टमा राख्न सुरु गर्नुपर्छ, किनकि एक दिन हाम्रो शरीर थाक्न सक्छ र हामीलाई काम गर्न गाह्रो हुन सक्छ, तर सही ठाउँमा गरेको इन्भेस्टमेन्टले काम गर्न छोड्दैन। रिमेम्बर, स्यालेरीले आजको दिन धान्छ, तर इन्भेस्टमेन्टले भोलिको फ्युचर बनाउँछ। यदि तपाईँ एसआइपी स्टार्ट गर्न चाहनुहुन्छ र सही गाइडेन्स खोज्दै हुनुहुन्छ भने नेप्लिज सेवालाई कन्ट्याक्ट गर्नुहोला।